हेलो एभ्रिवान आज चाहिँ फेरि अनमोल र रोसिताको एनिभर्सरी भएको कारणले गर्दाखेरि हामी इन्डियन रेस्टुरेन्टमा चाहिँ डिनरको लागि गयौँ। यसको लागि यो चाहिँ अनमोलको गाडी हो। दिस इज अनमोल, टुडे इज हिज एनिभर्सरी। अनि हामी यतिजना अनमोल, रोसिता, बिस, म अनि मेरो मम्मी बाबा पनि यहीँ हुनुहुन्थ्यो। सो दे इन्भाइटेड, हामी चारैजनालाई इन्भाइट गरेकोले गर्दाखेरि वी वेन्ट टु द्याट इन्डियन रेस्टुरेन्ट। यो रेस्टुरेन्टको नाम चाहिँ के थियो आई फरगट, एकछिनमा म भन्छु है सम्झेपछि। अनि यसरी हामी भित्र गयौँ। यो चाहिँ यस्तो खालको थियो, राम्रो थियो डेकोरेसन सबै। उनीहरूले हामीलाई सोधे भित्र बस्ने कि बाहिर बस्ने भनेर, बट वी लाइक टु सिट आउटसाइड, बाहिरको भ्यूहरू पनि राम्रो हेर्न पाइन्छ भनेर चाहिँ। अनि यसरी हामी बस्यौँ। हाम्रो टेबल चाहिँ यो थियो। अनि रोसिता सबैजनालाई के मगाउने, कसलाई के खानु मन छ भनेर भन्दै थिइन्। म चाहिँ पल्टाउँदै हेर्दै थिएँ। यो चाहिँ इन्डियन डिस थियो होइन, तर केरेलाको टाइपको, हेरौँ न कस्तो हुन्छ फुड चाहिँ भने जस्तो लागेको थियो। अनि हेर्दाखेरि चाहिँ हामीलाई एउटा स्पेसल चाहिँ चिकन विथ म्याङ्गो एन्ड समथिङ समथिङ भनेर लेखेको रहेछ। अनि म्याङ्गोमा चाहिँ चिकन ठिक हुन्छ भनेर चाहिँ म यहाँ सबैजनालाई चाहिँ कन्भिन्स गर्दै थिएँ सबैभन्दा मिठो हुन्छ, इनकेस मिठो भएन भने चाहिँ मलाई भन्दा हुन्छ है भने जस्तो भने मैले उनीहरूलाई। अनि दे आर कन्भिन्स टु इट द्याट। अनि वेटर नि त्यहाँ आइपुगिसकेको थियो। अनि उसले चाहिँ सबै यो मेनु लग्न खोज्दै थियो। अनि मैले चाहिँ लिभ वान फर्स्ट भनेर भनेँ। अनि सुरुमा चाहिँ उसले लस्सी ल्याइदियो, म्याङ्गो वाज द बेस्ट। अनि यो अर्को पनि ठिकै थियो। अनि त्यो नुन हालेकोवाला लस्सी थियो। सबै हामीले चाहिँ 3-4वटा फ्लेभरको मगाएको थियौँ, 6वटा, तर 4वटा फ्लेभरको, जुन वी क्यान टेस्ट एभ्रिथिङ होइन। अनि यो रोजवाला पनि मिठो थियो, म्याङ्गोवाला पनि मिठो थियो। अनि यसरी हामीले फोटो खिच्यौँ। हामी यतिजना गएको थियौँ। खासमा अनमोल र रोसिताले हामीलाई इन्भाइट गरेको हो, बिस, म, मम्मी र बाबालाई। अनि हामीले आफ्नो आफ्नो लस्सी रेडी गऱ्यौँ अनि खानुको लागि। अनि हामीले यो खानेकुराहरू मगायौँ। बिरयानी, यो मान्छेले यो चाहिँ बिरयानी ल्यायो। बिरयानी वाज गुड, बट तर पनि नेपाली जस्तो चाहिँ नहुने रहेछ। इन्डियनको चाहिँ अलिकति, इन्डियनहरूले खाने गोठ र हामीले खाने गोठ चाहिँ अलिक फरक हुने रहेछ क्या। त्यही भएर चाहिँ अलिकति अर्कै टेस्ट आउने। बट दिस वाज म्याङ्गो चिकन, इट वाज क्वाइट गुड, तर पनि स्पाइस चाहिँ नहुने। अनि उनीहरूको एनिभर्सरी भएको कारणले गर्दाखेरि चाहिँ एउटाले अर्कोलाई खुवाउनुपर्छ है भनेर अनमोलले रोसितालाई खुवायो। सी लुक्स भेरी ह्याप्पी, सी वाज भेरी ह्याप्पी। अनमोलले मलाई खुवायो है, माया गर्यो भनेर ऊ खुसी थिइन्। त्यस्तैमा बाबाले पनि मम्मीलाई कहिले खुवाउनु भएको थिएन, अनि खुवाउँछु है म पनि एनिभर्सरी नभए पनि भनेर बाबाले खुवाउनु भयो। मम्मी वाज भेरी ह्याप्पी। अनि यसरी नै हाम्रो डिनर चाहिँ सक्यो। अनि आफ्टर द्याट रोसिता बट चक्लेट फर अस, ललिज फर अस। सो हामी सबैजना ललिज खायौँ र हामी यसरी नै बिदा भयौँ। थ्याङ्क यू रोसिता एन्ड अनमोल फर इन्भाइटिङ अस। लास्टमा हामीले यसरी नै फोटो खिच्यौँ। थ्याङ्क यू भेरी मच एन्ड वन्स अगेन ह्याप्पी एनिभर्सरी गाइज। सधैँ यस्तै खुसी देख्न पाऊँ, सधैँ मिलेर बस्नु। थ्याङ्क यू एभ्री वान फर वाचिङ माई भिडियो। बाई बाई। तपाईँहरूको कसरी बित्छ दिनहरू हाल्नुहोस् है त। बाई बाई, थ्याङ्क यू।